घरमा को हुनुहुन्छ? घरमा को हुनुहुन्छ? बाहिर आउनुस् त। हजुर नमस्कार। नमस्कार, मैले त चिनिन, नानीहरु के कति काम आउनु भयो? हामी चाहिँ सामाजिक सहजकर्ता हो। अनि तपाई चाहिँ गीताको सासू हो? हजुर। गीतुको? हजुर। अनि तपाईको छोरा चाहिँ कहाँ हुनुहुन्छ? रमेश, छिटो भित्र आइज त बाहिर। तपाईको बुहारी चाहिँ भर्खर लगाइदिनु कहाँ छ? तपाईको बुहारीलाई हामीले कस्तो अवस्थामा भेट्यौ तपाईलाई थाहा छ? थाहा छैन मलाई। तपाईको बुहारी आत्महत्या गर्ने प्रयास गर्दै हुनुहुन्थ्यो। हामीले बाटोमा आउँदाखेरि भेटाएर ल्याएको। तपाईले यस्तो गर्न मिल्छ? के भयो को हल्ला गर्ने? हेरेर यसले त जाँड खाएको रहेछ। यति सानो उमेरमा विवाह गर्नु भएको रहेछ, त्यही माथि जाँड खानु हुने रहेछ। अनि सानो बाल विवाह गरेर बुढीलाई चाहिँ दुःख दिनु हुने रहेछ। तपाईले यस्तो गर्न मिल्छ? यो बाल विवाह भनेको के हो तपाईलाई थाहा छ? यो बाल विवाह भनेको कानुनी रूपमा ठुलो अपराध हो। यो बाल विवाह गर्ने गराउनेलाई कानुनी रूपमा ठुलो सजाय हुन्छ। बाल विवाहले कस्तो असर गर्छन् तपाईले थाहा छ? तपाईको मानसिक र शारीरिक स्वास्थ्यमा कस्तो असर पर्ला? न त राम्ररी पढेका छैन यिनीहरूले भोलिपर्सि के गरेर खान्छ? के काम गर्छ? यस्तो सानो उमेरमा त हुने जिम्मेवारी भनेको एउटा कुरा हो, दबाब दिनु अर्को कुरा हो। सानो उमेरमा उनीहरूको सोच्न सक्ने क्षमता हुँदैन, सही गलत छुटाउन सक्दैनन्। यो बेलामा तपाईहरूको साथ सपोर्ट चाहिन्छ। तपाईँ त घरको मुली मान्छे, छोरालाई बुहारीलाई कसरी राख्ने त्यो कुरामा तपाईँले ध्यान दिनुपर्छ। फेरि तपाईँको छोराले बाल विवाह गर्दा पनि तपाईँले केही नबोलेर किन बस्नुभयो? यस्तो गर्ने हो? तपाईँहरूलाई यस्तो कुरा थाहा पायो भने, पुलिसहरूले थाहा पायो भने जेल पनि लान सक्छ। ए हो र, मलाई त थाहै थिएन नानी यस्तो कुरा। अनि अब चाहिँ छोरालाई चाहिँ आफ्नो घरमा राख्ने, बुहारीलाई चाहिँ बुहारीको घरमा राख्ने। उमेर पुगिसकेपछि मात्र उहाँहरूलाई पढाएर आफ्नो खुट्टामा उभाएर बल्ल विवाह गरिदिने। यहाँ 20 वर्षभन्दा अगाडि बिहा गर्न पाउनु हुँदैन। यो कानुनी रूपमा अपराध हो। धन्यवाद नानी। पानी ल्याउन गएकी छोरी हराई हामीलाई थाहा भएन। हजुर बचाइदिनु भयो, धन्यवाद। अब चाहिँ यो बाल विवाह हामीले आफूले पनि नगरौँ र अरूलाई पनि गर्नु हुँदैन भनेर जनचेतना फैलाऊ। त्यसका साथसाथै उहाँहरूलाई
लगाउने होइन नि तपाईँले। तपाईँ त घरको मूल मान्छे हो। अब उहाँले पनि सुधारौँ, केही राम्रो काम गरौँ। हाम्रो देशको युवा हो उहाँ। यसका साथसाथै केही पनि समस्या पर्दैन, आत्महत्या गर्नु हुँदैन र आफूलाई परेको दुःख हामी जस्तो सामाजिक समाजकर्तालाई गएर सजिलैसँग व्यक्त गर्न सक्नुहुन्छ। हामीले त्यही अनुसार हामीले सक्दो सहयोग गर्नेछौँ। अगाडि रातपछि अवश्य राम्रो बिहानी आउँछ। त्यसैले यो बाल विवाह रमेशको र ऋतुको मात्र नभएर हाम्रो गाउँ समाज परिवारलाई पनि हामीले गर्नु हुँदैन भनेर जनचेतना फैलाउन जरुरी छ। हामी सबै अगाडि बढौँ है बाल विवाह गाउँ पर्दा अन्त्य गरौँ। पुरातनमा नबस्नु कसैले धनको चाहिँ हुन्छ है। धन्यवाद। आफ्नो मत